असोज 15 गते ठ्याक 1 वर्ष पुगेर 16 बाट 2 वर्षमा लाग्यो। मेरो आरुष बेटा आशीर्वाद लागोस्, पछि हिरो हुन्छ होला। अहिले नभन्नु धेरै कुराहरू पछि नै देखिहालिन्छ। रुने मान्छेहरू हुन्छ होला पछि फिदा भएर। गाउँले तरिकाले आगोमा पकाउँदैछु है। हेलो सबैजना मेरो युट्युब फ्यामिलीलाई गुड मर्निङ, नमस्कार। यहाँहरू सबैजना आराम कुशल नै हुनुहुन्छ होला भन्ने आशा गरेको छु र सधैँ आराम कुशल नै रहनुहोला भन्ने कामना पनि गर्दछु। त्यो सँगै 2082 सालको बडा दसैँको यहाँलाई धेरै धेरै शुभकामना। यहाँहरूको 82 सालको बडा दसैँ एकदम शुभ रहोस्। देशमा एक किसिमको जेनजी पुस्ताले गरेको जुन आन्दोलनले यसचोटिको माहौल अथवा देशको परिस्थिति अलिकति नाजुक भए तापनि नेपालीहरूको महान चाड बडा दसैँ साथै आउँदै गरेको दीपावली र छठ पर्वको पनि यहाँ सबैजनालाई अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। र आज चाहिँ म दमकबाट पेल्टीमारी आइसकेको छु र यो पछाडिपट्टि देखिरहनु भएको जुन यो हरियो वातावरण छ, यो वातावरणमा मैले एउटा सानो भिडियो पनि बनाउँदैछु। आज मेरो देवर देमाको घरमा म बिहानै आइसकेको छु, किनभने आज मेरो माइला दाईको छोराको चाहिँ छोरा कान्छाको चाहिँ आज जन्मदिन 1 वर्ष पुगेको उपलक्ष्यमा एउटा जन्म उत्सव जस्तै मनाउने भन्ने एउटा योजना भएकोले गर्दाखेरि म चाहिँ अलरेडी आइसकेको छु। मैले पनि यहाँ धेरै काम कुरा सघाउनु पर्ने हुन्छ र म आफै आज के हुन्छ किचनमा भान्सामा या डेरामा के गर्नुपर्ने हो त्यो म गर्ने नै छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर मेरो युट्युब च्यानल फालिलुङ ब्लगलाई सब्सक्राइब, लाइक, कमेन्ट र भिडियोलाई सेयर गरी साथ सपोर्ट गरिदिनु होला। यो धेरै चित्त हुन्छ त यो राख्नु त म त 15 गते ठ्याक 1 वर्ष पुगेर 16 बाट 2 वर्षमा लाग्यो। मेरो आरुष बेटा आशीर्वाद लागोस्, पछि हिरो हुन्छ होला। अहिले नभन्नु धेरै कुराहरू पछि नै देखिहालिन्छ। रुने मान्छेहरू हुन्छ होला पछि फिदा भएर। फुटबलर भयो भने बरु अटो गर प्लिज भन्छ, बरु त्यही ठिक छ। दुई टाइम एउटा भने हुन्छ। आशीर्वाद लागोस् पापाको। एकदम स्वादिष्ट यहाँ राँको मासु पाक्दैछ है। खासै ठुलो निम्तो पनि होइन, जति पनि चाँजु फ्यामिलीहरू हुनुहुन्छ उहाँहरूलाई मात्र बोलाएर सानो एउटा हर्ष बढेली मात्र गर्ने भन्ने योजनाले चाहिँ तयारी हुँदैछ। आरुषको बाजे, आरुषको कोपा, मेरो देवा आज नातिको 1 वर्ष पुगेको उपलक्ष्यमा सानो हुन्छ। खुसी हुनुहुन्छ नि होइन? खुसी एकदम आमै हँसिलो खुसीले हो। म त नातिको चाहिँ बर्थडे खानु पाउँदा यत्रो खुसिहाली मजा। भाउजू कान्छी एकदम स्वादिष्ट तरिकाले गाउँले तरिकाले आगोमा पकाउँदैछु है। अब यो चाहिँ राँको मासु हो। यो पछाडि फेरि ब्रोइलरको पकाउनु पर्नेछ। ब्रोइलरको पनि यहाँलाई मैले तयार गरेर देखाउने छु। सुपारी गोडमेल गर्दै हुनुहुन्छ। सुपारी रोप्नु भएको छ घरको बारीमा। नरिवलको बोट पनि छ। हाम्रो चाहिँ सबै लाइटो न हो यो सुपारी बारी भेटाभित्रको बेटा सबै छ। सबैले हेर्नुस् न हो। आजतिरको पनि हेर्नुस् न हो। हुन्छ म हालिदिन्छु नि है। अब यो चाहिँ ब्रोइलरको हैन
ब्रोइलर खानेहरूको लागि अब यो म पकाउन गइरहेको छु। दामी स्मेल आइरहेछ है। यो म हालिदिन्छु अब। के अरे बर्थडे मनाउन आएको के पो नाम त आरुष आरुष आरुषको बर्थडे ल ह्यापी बर्थडे भन्दै शुभ दिन भन्दै छिमेकी हुनुहुन्छ। यता सबैजना यता तयारी हुँदैछ। यता भाउजू यता रामदाई रामदाई यता भाउजू भाउजूहरू यहाँ हाम्रो धीरेन दाईको छोरा कान्छा दाईको छोरा यता हाम्रो जेठा दाईको छोरा अनि जेठा दाजु बर्थडेवाला भाइको जेठा दाई बर्थडे बोयको बर्थडे बोयको चाहिँ दाई दाजु सेमस माइला दाईको छोरा फुपू यता डरा लजै हिँड्दैछ अनुहार देखाउने यता ब्लगमा माइली भाउजू र आजको बर्थडे बाइस निदाइरहेछ है। ल आज आरुष भतिजको बर्थडे है। 1 वर्ष कम्प्लिट भएको अवस्था छ आज। अब सेसाङ पनि त्यही छ आरुष अनि आरुषको पापा मम्मी। आरुष भाइ ह्यापी बर्थडे ह्यापी बर्थडे भाइ ह्यापी बर्थडे। एकजनाले स्प्रेस हर्दिनु अनि त्यही दिन न दाइलाई त्यो कोले गराउने धेरै अब गराउने ल भाइलाई एकदम सुस्वास्थ्य दीर्घायुको कामना सँगै एकदम अर्कोपट्टि थियो होला हौ। ह्यापी बर्थडे आरुषलाई ह्यापी बर्थडे। नरमाया भाउजू पनि आउनुभएछ। मैले टोपी कता राखेको छुना साइली पनि आइपुग्नु भएछ। कान दाईको नानी एउटा छोरी आज 80 साल आज असोज के अरे 15 गतेको महिना हाम्रो नानीको जन्म भएर आएको र आज फुपा निजा कोपाले आशीर्वाद दिँदैछ। राम्रो आइज भएर त्यही भएर जानुपर्छ। राम्रो सबै मामाले थाम्ने भएर हाडपट्टि हेर्ने भएर हाम्रो नाति एकदम जीवनदारी भएर चाहिँ आशीर्वाद दिँदैछु। मैले लागोस् हाम्रो नातिको भाग्यमानी हुनु। धेरै धेरै पढ्नुपर्छ नानी। ल लगाइन त मैले छोरी त कति भाग्यमानी हो। टिका लगाउनु आयो हो जाने महिलाको नि। ल धेरै पढ्नु हामीले नानीको। ल जेठा छोरा बाबु विदेश छ। बाबुलाई भोलिपछि म बाबु जस्तै हुनु। धेरै राम्रो पढ्नु धेरै नानी। ल नानी ल धेरै धेरै पढ्ने हुनु। ल इन्जिनियर नेता भइरहेको थियो नानी। इन्जिनियर हुने धेरै पढ्ने
लु हाम्रो धेरैको छोरीलाई मिल्नु यस्तै खाने ल यता हेर्नु माथि खाएर आरो खाइराख्नु पुग्दैन भोलि दसैँ छ भोलि पैसा त छुटाइन्छ नानीहरुले ह्यापी बर्थडे आरुष हाम्रो आरुषलाई धेरै धेरै जन्मदिनको शुभकामना यता हाम्रो पालो बस्ने अवश्य सालको पालो बस्ने ह्यापी बर्थडे भाइको नानी क्या फेरि अहिले आइपुगेछ त बहिनीलाई पनि ह्यापी बर्थडे लाखको चाहिँ बुझ्दैन हजारको दिनुहुन्छ ल त्यहाँ थोरै पैसा दिनेको चाहिँ रेकर्ड भइरहेछ है बोलाएर आयो त अब हाजिर भएको छ हेरौँ है हाजिर भएको छ है माथिबाट माथि के अरे पास्टोबाट आएको छ दुईटा पछि न ठुलो मान्छे हुनु के अरे जन्मदिनको शुभकामना धेरै ठुलो मान्छे हुनु थुप्रै पैसा कमाउनु ल ल अनि यता अर्को हाम्रो अर्को के अरे नाम के हौ जेठा दाजुको ए ल ठुलो मान्छे हुनु शुभकामनाले थुप्रै 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 के अरे आशीर्वाद ला ल हाम्रो डल्लीलाई पनि लु ठुलो मान्छे हुनु हाम्रो भदै दैलो ज्ञानी हराउन हैन रोक्न लागोस् भाग्यमानी हुनु नखुवाइदिनु ल सेसाङ हो मेरो छोरीलाई पनि लगाइदिनु होला नि त मेरो छोरी यसरी बसी गएको छ भर्खरै भतिज आरुषको चाहिँ केक काटे सिद्धाएर यहाँ सबैजना बसेर खानेकुराहरू खाँदै हुनुहुन्छ एकदमै मौसम चाहिँ आज एकदमै शीतल छ है एकदम शीतल छ बोजू भरमा आइपुग्नु भएको देमा घाँस बोकेर आउँदै हुनुहुन्छ देमा घाँस लिएर आउँदै हुनुहुन्छ आज यो चुल्हाचुली साइडतिर चाहिँ पुरा पानी परिरहेछ सिमसिम पानी परिरहेछ अघि एक सरको ठुलो पानी पर्यो तर त्यो पानी रोकिए पछाडि अहिले पनि फेरि सिमसिम पानी परिरहेको छ र आज दिनभरि अनुमान गर्दाखेरि पानी पर्ने जस्तो स्थिति छ किनभने यो चुल्हाचुली एरिया भनेको अलिकति चुल्हाचुलीकै फेद परेकोले गर्दा यहाँ चिसो हावा बन्ने भएकोले गर्दा र जङ्गल एरिया बढी भएकोले गर्दाखेरि पनि यहाँ पानी परिरहेको छ तर दमक यहाँदेखि थोरै अगाडि दमकमा चाहिँ फेरि पानी परिरहेको स्थिति छैन भर्खरै म पुगेर आएको आज भतिज आरुषको पनि बर्थडे 1 वर्ष बर्थडे जन्मोत्सवको कार्यक्रम पनि सिद्धिएको छ र यस्तै मेरो भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब लाइक कमेन्ट र भिडियोलाई सेयर गरी साथ सपोर्ट गरिदिनु होला फेरि पनि अर्को भिडियोमा भेटौँला बाई बाई